हेलो साथी, प्रणाम सबैलाई। मेरो छतमा फलेको यो भान्टा म टिप्दैछु। अनि थोरै किन नहोस् आफूलाई फलेको हैन खाना पाउँदा टिप्न पाउँदा म एकदम खुसी छु। यिनीहरूसँग रमाउन पाउँदा एकदमै खुसी छु। अनि यिनीहरूसँग रमाउँदा खेल्दा खेल्दै दिन गएको पनि थाहा हुँदैन साथीहरू। टिप्न पाउँदा अनि खाना पाउँदा र कसैलाई थोरै भए पनि दिन पाउँदा म एकदम खुसी छु। म सन्तुष्टि छु। मैले त केवल लगाएको मात्रै हो, अरू त सब प्रकृतिको खेल हो है। रूप दियो, पानी दिएको छु, जल दिएको छु, मल दिएको छु। अरू त त्योभन्दा म के नै गर्न सक्छु र त्यही पनि म यिनीहरूसँग एकदम सन्तुष्टि, एकदम यिनीहरूसँग खेल्न पाउँदा, रमाउन पाउँदा, यिनीहरूलाई हेर्न पाउँदा म एकदम सन्तुष्टि छु। यिनीहरूलाई त एकछिन नदेखे पनि आज के बिर्से जस्तो पनि महसुस हुन्छ है कहिलेकाहीँ। अनि कहीँ गए पनि यिनीहरूको टेन्सन हुने के यिनीहरूले पानी पायो कि पाएन है, अनि मलजल पुगेको छ कि नै। कहीँ गए पनि सुखले बस्न नपाउने के मनभरि यतै दौडेको हुन्छ, यतै दौडिराख्ने है। अनि यिनीहरूलाई हेरेपछि दिनभरिको थकान पनि मेटिने है। अनि मलाई त एकदम गर्दाखेरि एकदम मजा आउने के हैन। यिनीहरूलाई नदेखेपछि एकछिन के बिर्से जस्तो पनि भइराख्ने है। त्यस्तो फिल हुन्छ। तपाईहरूलाई कस्तो हुन्छ? म चाहिँ यिनीहरूसँग एकदम रमाएको छु के एकदम सन्तुष्टि छु यिनीहरूसँग। तपाईहरूलाई कस्तो लाग्छ है कमेन्ट गर्नुहोला हैन। मनपर्छ पर्दैन भिडियो पनि सेयर गरिदिनु होला। अरू त्योभन्दा के भन्नु है, हजुरले देखिराख्नु भएको छ हैन। आफूले फलेको खाना पाउँदा म एकदम खुसी पनि छु, त्यतिकै दुःख पनि छ। यसमा त्यति सजिलो त छैन है फलाउनको लागि।